भाइ तिमीलाई माने 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 मैले यो दिदीलाई चाहिँ माने यतिसम्म उहाँले बुझ्नु भएको रहेछ र आशिका तामाङको कार्यलाई लक्षित गर्दै रवि लामिछानेलाई यतिसम्म निहालेर हेर्नु भएको रहेछ। उहाँले यतिसम्म बुझ्नु भएको रहेछ। यति त नभनिदिनु पर्ने हो, तर यतिसम्म भन्नुभएछ है त। के थियो त त्यो भिडियोमा, हेरौँ है त। कान्छा भाइ तिमीलाई पैसा के भयो, तिमीलाई गोली कहाँ लाग्यो, तिमीलाई दाना पानी छ कि छैन, लत्ता कपडा छ कि छैन भनेर अहिले आशिका दिदी पीडितको घर घरमा जानु भएको छ नि। तिमीहरू त्यहाँ बसेर कमेन्ट देखेर भिडियो देखेर ओहो माता सरस्वती देवी हाम्रो धरती माता आमा आउनुभयो भनेर अहिले तिमीहरू ट्रोल बनाएर राखिरहेछौ नि। ओहो पछाडिबाट राको लाएर त्यो फुत्काइरहेछौ नि, सहयोग अनुदानहरू के गरिरहेछौ नि। ए हिजो त्यही रवि लामिछानेले तिमीहरूकै दिदी बहिनीको उद्धार गरे होइन। हिजो रवि लामिछानेले त्यही देशको भ्रष्ट रोकिनुपर्छ भनेर आवाज उठाएको होइन। हिजो रवि लामिछाने भन्दा पहिले कुन चाहिँ एउटा पुरुष देखाउनु भ्रष्टको यहाँ सखाप हुनुपर्छ भनेर आवाज उठाउने, यो घोक्रो सुक्ने गरी कराउने रवि दाई होइन। तिमीहरूलाई खाउन्जेलसम्म, तिमीहरूको चेलीबेटी उद्धार गरुन्जेलसम्म, तिमीहरूको राष्ट्रको घाँटी राष्ट्रको लागि घाँटी चिच्याएर बोलुन्जेलसम्म सबै राम्रो भयो। प्रधानमन्त्री बन्नुपर्छ अब रविजी आउनुहोस् भनेर उचाल्ने तिमीहरू नै भेडा होइन, तिमीहरू नै भेडा होइन। अनि त्यही अहिले बिना प्रुफको त्यो एउटा सरकारी ठग लगाएर अहिले यो सरकारी ठग हो माठग भन्ने तिमीहरू नै होइन भने, तिमीहरू नै होइन। अहिले के अरे हाम्रो आशिका दिदीले पैसा दिइरहनु भएको छ, सबै दुखी पीडितलाई गरिरहनु भएको छ नि। हिजो रविले पनि पीडितलाई गरुन्जेलसम्म रवि दाई नेसनल इन्टरनेसनल हिरो भइरहेको थियो। अब आशिका दिदीले एउटा गल्ती गरून् त।